हाम्रो गाउँमा नयाँ ट्यालेन्ट आइसकेको छ हाम्रो भाइ। ल एउटा आन्देऊ भाइ, ल तिम्रो हिडन ट्यालेन्ट। ल यो भिडियो केवल मनोरञ्जनको लागि मात्र हो। कसैको भावनासँग मिल्न गएमा क्षमा। नेपालमा अहिले हल्ला चलेको छ नि 32 लक्षणले भरिपूर्ण छ भन्ने हो, त्यो केटा म यो गरेको कल्किजम रिसर्च के हो यो कल्किजम रिसर्च एन्ड ट्रेनिङ सेन्टरले शनिबार रिपोर्टर्स क्लब नेपालमा आयोजना गरेको पत्रकार सम्मेलनमा अर्थशास्त्री तथा चिकित्सकहरूले नेपालको अर्थतन्त्रबारे सङ्कट अर्थतन्त्र कहाँनिर छ यो अर्थतन्त्र कहाँबाट पढाएको छु म त भयो यो काट्दियो दिक्क भयो म त स्टप गरिदियो। अब यो केटी मान्छेहरू 5 मिनटमा तयार भइहाल्छु भन्ने अनि यो केटा मान्छेहरू 5 मिनटमा आइहाल्छु भन्ने, यो दुवैजनाको चाहिँ कहिल्यै विश्वास नगर्नु होला। हेलो आइहाल्नु 5 मिनटमा आइहाल्नु। हस् हस् बस्दै गर्नु ल, म 5 मिनटमा आइहाल्नु। हस् हस् होइन दाइ कहाँ गएछ दाइ? हजुर आउनु न, छिटो ढिलो भइसक्यो। जाउँ ढिलो भएको? छिटो आउनु। ल भाइ ओहो भाइ यो गेट त माथि लगाएर राख्नु पो पर्छ भाइ। माथि लगाएर राख्नु पर्छ भाइ यो गेट त। ओहो भाइ किन र दाइ? खोइ ग्राइन्डर ल्याउ न ग्राइन्डर भाइ। होइन यही ठिक छ हौ, यहीको हो कि दाइ? त्यो छिटो आउनु, साइको रहेछ। छिटो चल्नु गाइस दाइ। के हो दाइ यो भाइ रुक 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 अरे बाबा रुक, दिमाई डार्लिंग गिमाई लुक, दिल मेरा धड़के तेरे लिए, गुस्सा तेरा वल्ला वल्ला न करे तेरा उह उह उह, लब 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 तुम पुट्टी फुल साथ यो छोड्ने छैन। किलो भन्दा कम तौल भएकालाई उडाउन सक्ने तीव्र हावा, चाँडै घर फर्कन आग्रह। दक्षिण चीनको उत्तरी भेगमा 50 किलो भन्दा अभी तो रुको, क्लाइम्याक्स अभी बाकी। सरकारले तपाईलाई कसरी हेरिरहेछ त? अहिले सरकारले हेरेको हेरै छ, हेरेको हेरै छ। अब हेरिरहेछ भन्नु पर्यो, हेर्न चाहिँ हेरिरहेछ है। अब हामी पनि सरकारले केही गर्छ कि भनेर हेरिरहेछौँ। यहाँ त कस्तो भने हामीले सरकारलाई हेर्ने, सरकारले हामीलाई हेर्ने, हेर भएको छ। अब यो हेर धेरै दिन भइरह्यो भने चाहिँ घुराघुर पर्छ जस्तो छ। बात तो सही है। रातभरि सुत्न दिन्न र च्याङ मोबाइल स्विच अफ गर्ने घन्टी गरेको घन्टी गरे के हो यो घन्टी गर्ने? होइन घन्टी भन्नाले घन्टी आएको रवि लामिछानेको घन्टी चिन्ह हो। घन्टी त हेमन्त सरकारले छ नि त। कति पढाएको छौ? मैले बीए फेल एमए पास। बिए फेल हो मान्छे एमए पास कसरी भयो? त्यो मेरो पढाइ नै अलिकति त्यस्तै किसिमको छ। मेरो एउटा केटीसँग है भन्दाखेरि नै कस्तो झनन्न भएर मेरो एउटा केटीसँग है
कस्तो कुछ कुछ होता है एउटा केटीसँग है मेरो एकदमै परेन एउटा केटीसँग मेरो एकदम डिप फ्राइड लभ पर्यो क्या एकदम लभ पनि डिप फ्राइड लभ तारेको लभ उसिनेको लभ झोर पालेको लभ स्यान्डविच लभ यस्तो हुन्छ हुन्छ तुमलाई हम बहुतै अच्छा काम मिलाइदिने हुन् कस्तो काम रियलको चक्कामा हावा हाल्ने त होइन नि ना बड्डा ना 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 तुमलाई हम बहुत भी अच्छा काम मिलाइदिने हुन् काम चाहिँ के त हाँ बड्डा हाँ घोड़ा के अंडा टिपने काम मिलाइदिने हुन् जब घोड़ा ने अंडा पारते हैं तब तुमले छप्पर फाड़ के टिप के दोकान दोकान में पुर्याउने हुन् का यो काम चाहिँ गर्यो होला पैसा चाहिँ कति आउँछ नि हाँ बड्डा हाँ पैसो भारू 10,000 आउने हुन् भारू 10,000 के मतलब नेपाली में 16,000 भया हुन् ओ बेना हजुर कहाँ हराउनु भयो लोकल कुखुरा खाने भन्नुभएको होइन म यतै छु के म आउँछु म यो लोकल कुखुरा बोकेर यहाँ बाटोमा परेको यहाँ 3.5 घण्टा भइसक्यो तपाईँ त हराउनु भयो त ल आउँला भाले त गजब ल्याएको रहेछु वाउ तिम्रो दिदीलाई घरमै राखेर आउँला अनि यसो उसो व्यवस्था छ कि छैन यो भालेको मासु र टक्क तोङ्बा खानु भनेको तोङ्बाको व्यवस्था छ ल आउँछ सानो नानीले अनि यस्तो पानी पर्ने मौसममा यस्तो हिलो याममा जुत्ता त चुच्चो लाग्छ त साली नानी गजब हेलो आप कौन मैं बिजली बोल रही हूँ आप कौन बोल रहे हो मैं खंबा बोल रहा हूँ एक आवाज है जो मेरे कानों में गूंजती रहती है कौन सी हाय हाय होय होय बतोबदी 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 लड़ी बतोबदी मौका मिले कदी कदी